नमस्कार साथीहरू सबैजनालाई निटिङ विथ लक्ष्मीमा स्वागत छ। मैले अहिले तपाईलाई चाहिँ के रे जसरी बुन्दैछु नि त्यहाँ बुन्दै गर्दै हामीले 1 कोसरिया 2 कोसरिया गर्दै बुन्दैछु र 1 कोसरिया अनि 2 कोसरिया हो अनि 1 कोसरिया 2 कोसरिया गरेर हामीले एकै ठाउँमा चाहिँ 10 चोटी बुन्नु पर्ने हुन्छ र त्यसरी 10 चोटी पुर्याउँदै जाने र अनि यदि तपाईहरु नयाँ हुनुहुन्छ भने साथीहरु सब्स्क्राइब एन्ड लाइक एन्ड कमेन्ट गरिदिनु होला र मैले तपाईहरुलाई सिकाइरहँदाखेरि के कस्तो प्रक्रियाहरु पाउनुभयो त्यसमा पनि तपाईले राम्रोसँग मलाई भनिदिनु होला र साथीहरु अब मैले यो भ्याए है। अब यसलाई सकिसकेपछि अब हामीले त्यसलाई ब्लू गनले जस्तो देखिराख्नु भएको छ यो गनले चाहिँ हामीले तर सजिलो छ साथीहरु नहेर्दै गर्नु होला। हेर्नुस् मैले यसरी छेउछेउमा ब्लू गनले उसको गम लगाउँदै छु र सजिलो अनि छिटो तरिकाले हामीले सिक्न सकिन्छ। हेर्नु होला र तपाईहरु नयाँ हुनुहुन्छ भने साथीहरु मेरो एउटा निटिङ विथ लक्ष्मीमा सब्स्क्राइब गर्ने लाइक एन्ड कमेन्ट गरिदिनु होला। हेर्नुस् अब हामीले फेरि यसलाई सियोको प्रयोगबाट फेरि सिलाउनु पर्ने हुन्छ र अनि बल्ल हाम्रो लभर ब्यान्ड तयार हुन्छ र कुन भिडियो बनाइदिए हुन्थ्यो जस्तो लाग्छ त्यसलाई कमेन्ट गर्नु होला। हस् त धन्यवाद फेरि भेटौँ।